बाटो दामी छ है भन्दै आज 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 के को प्रोटेस्ट हो आज चाहिँ हाम्रो मतलब जेएनजीहरूको होइन गोर्खाल्यान्डको हल्का मतलब मुद्दा उठाएर चाहिँ यो प्रोटेस्ट हो। हेलो एभ्रिवान, त आज चाहिँ गाइस उयो इन्डिपेन्डेन्स डे हो होइन, अन्त त्यही भएर राइटमा निस्किदिएको। तिमी डेलीको डेली गइ हुँदैन होइन, अब कोही कोही बेला ल त गाइस अब निस्किदिएको कि गाइस। मेरो आउटफिट हेर्नु, घरकै हाफ पेन्ट घरकै जुत्ता यो टी सर्ट कुनै कहिलेको। अब केटाहरू छ 2-3 जना होइन, यो छ यो त हुन्छै हुन्छ मसँग प्रायः। अन्त यहीँ आजको वेदर यस्तो छ। आज फेरि स्कुटीमा बाइकको केही प्रब्लम आइरहेको छ नि त, त्यही भएर गाइस आज हाम्रो राइडमा चाहिँ 2टा बाइक एउटा स्कुटी छ होइन। एउटा चाहिँ यसको यामाहा FZ 250, अन्त यहाँ ड्युक 250 मेरो खालि छ 125। गाइस आज पेट्रोल पम्प बन्नु होला कि के हो थाहा भएन कि, अन्त पेट्रोल हालेर हुँदैछ। बाटो दामी छ है जनता पार्टी कहाँ छ गाइस आज चाहिँ यहाँनिर एकदम प्रोटेस्ट रहेछ होइन। यहाँको भिडियो हेर्नु सक्नुहुन्छ पक्कै नै। यहाँनिर यति छ होइन, अन्त यहाँनिर मुनि पुरा रहेछ। ए यो चाहिँ अहिले ग्यामेन ब्रिजमा हामी चाहिँ कति 1 2 3 4 मसँग 5 जना। गाइस अब हेर्नु के हुन्छ होइन। गाइस आज चाहिँ एकदम लास्टसम्म हेर्नुपर्छ के हुन्छ थाहा छैन होइन। यो पनि हाम्रो भ्लगर हो सानोतिनो होइन 12K फलोवर्स छ। 12K फलोवर्स हो। के हो यो डाइनोसर हो। गाइस हामी चाहिँ यो पुलदेखि मुनि आएको छु होइन। एकदम यहाँनिर चाहिँ एकदम पिसफुल प्रोटेस्ट हुन्छ गाइस आज। ल यहीँ मान्छेको तादाद पनि त्यस्तो बेसी पनि छैन होइन। हटे तोरु यतिको ठिकै छ। आज के को प्रोटेस्ट हो आज चाहिँ हाम्रो मतलब जेएनजीहरूको होइन गोर्खाल्यान्डको हल्का मतलब मुद्दा उठाएर चाहिँ यो प्रोटेस्ट। त्यो प्रोटेस्टमा के गर्नु आएको? तँलाई गोर्खाल्यान्ड चाहिँदैन भन्दा भन्न चाहिँदैन। मलाई सोध्न किन चाहिन्छ? त्यसलाई ढुङ्गालिदिउँ ल भन्, तँलाई गोर्खाल्यान्ड किन चाहिन्छ? एउटा रिजन भन्, एउटा 10वटा रिजन भन्। बस्दा हेरभाइ चाहिँ जुन मतलब हेला हुन्छ नि जुन रेस्पेक्ट पाउँछ। रेस्पेक्ट अब रेस्पेक्ट त्यस्तो चाहिँ अरू मतलब अरू स्टेटहरू जाँदा साधारण दार्जिलिङ, खरसाङ, कालेबुङ, तराई अनि डुवर्स जति पनि आउनुभएको छन् महानुभावहरू र गणतन्त्र भयो। सबैले थप्पडी मारेर आज स्वतन्त्र दिवसको यस झन्डामुनि हामी सम्पूर्ण स्वतन्त्र दिवसमा स्वतन्त्र भएर हामी यस झन्डामुनि बस्नुपर्छ। हामीले यस संविधानको आधारमा बसेर बस्नु पर्यो। र अब तपाईँको यहाँनिर राष्ट्रगान आउँदैछ, सबै अनुशासित भएर बस्नु। वन्दे मातरम पनि हुनेछ, बस्दिनुहोस् ल। वन्दे मातरम। सम्पूर्णलाई म निवेदन गर्न चाहन्छु, धन्यवाद। र फेरि पनि म भन्दैछु सम्पूर्ण आफ्नो अधिकारका लागि यस्तो गरममा पनि यतिजना आइदिएको छ होइन।
ठिकै छ नि हौ जनसङ्ख्या। सजाएको छ जुन सपना हाम्रो पुस्तौँदेखि सपना पालेर आएका छौँ त्यो सपनालाई आज हामीले साकार बनाउनु गाइस हामी चाहिँ अब एउटा लाग्दैन हो कि अब जानुपर्छ नि त के रे के लाग्यो हाम्रो टाढो छ नि दाजुको राइड होइन अब यति आइदिए खुसी लाग्यो यतिको यहाँ यतिको मान्छेमा आएछ होइन हेला तिनजना पुल भन्छ यहाँनिर एकपल्ट फोटोसुट गरिदिउँ ल गाइस हामी चाहिँ पुलको यहाँनिर चाहिँ अब एउटा पुल रहेछ नि त होइन पहिला पनि आएको हो भने त अब त्यहीँ जाँदैछु गाइस यहाँको पुल त्यस्तो रहेछ होइन यहाँ होमस्टे रहेछ मजाको गाइस अङ्कलको लाइफ चल्दैछ 19 दोकानमा चाहिँ पौडी खेल्नु लाग्दैको ल आज चाहिँ एउटा मेरो ब्याटल फ्ल्यान्ड छ नि त 3 2 1 मा स्टार्ट ल 3 2 1 गो के भन्नु उहाँको नाम के भन्नु राजकुमार थापा तपाईँको एउटा अनुरोध रह्यो एक्सक्युज मी तपाईँको एउटा अनुरोध भन्नु गाइस हामी चाहिँ अब यहाँ निस्किदिएको कि पौडी पछि खेलेर उयो भयो मलाई त तिरमा होइन पुरा भिड भयो यहाँनिर पनि तर स्कुटीमा हिजो अस्ति पानीले बगाएर यताबाट युटर्न हान्नुपर्ने यो बाटोहरू छ जानुपर्ने थियो भिड चाहिँ गाइस दुधिया हुन्छ यस्तो रहेछ है बाटो चाहिँ यति सही मजाको गाइस अहिले चाहिँ हामी यहाँ खाना खानु उत्रेको छु होइन अन्त यहाँनिर खाँदैछु गाइस खाना चाहिँ हाम्रो बोलाइपुगेको छैन ल त अब पड्काउने हो मजाले गाइस हामी चाहिँ खाना खानु सिधै होइन अन्त अब चाहिँ यहाँ पानी रह्यो होइन पानी एकछिन अड्कायो अब चल्दै गाइस सिधै घरमा होला गाइस हामी चाहिँ यो पङ्खाबाट सिधै मकैबारी कान्छिन बाटो आएको खोइ बाटै छैन यहाँदेखि कता बाटो ए यस्तो हुन्छ गाइस हामी चाहिँ सर्टकट आएको अरे
छैन बाटे हेर्नु न टायरको दागहरू छ कि छैन होइन जान्छ भने जाउँ ए जाँदो रहेछ टायरको दाग छ आउजु लगाइज यी बाटो चाहिँ यस्तो यहाँ पहिरो गएको रहेछ हो हामी चाहिँ यो यति सानोतिनो बाटो अनि टायरको दाग छ नि त होइन गाइज फाइनली हामी चाहिँ गाउँ आइपुगेको छु होइन पानी आयो भिजे पनि अलिकति अन्त यी मेरो स्वर पनि माया लाग्दो भइहाल्यो होइन ल त गाइज आजलाई यति नै ल बाई लाइक सेयर एन्ड सब्सक्राइब र सबैलाई ह्याप्पी इन्डिपेन्डेन्ट डे